नेपालको उत्तर पश्चिमी भूगोलमा हिमाल र वनको बीचमा लुकेको एक अनुपम सौन्दर्य छ रारा ताल। शब्दले वर्णन गर्न गाह्रो र आँखाले देख्दा सपना जस्तो लाग्ने ठाउँ। 2990 मिटरको उचाइमा फैलिएको यो ताल नेपालको सबैभन्दा ठुलो र गहिरो ताल हो। रारा नीलो आकाशको ऐना जस्तै हो, जहाँ बादलले आफ्नो आकृति परिवर्तन गर्छन्, हिमालहरू आफैलाई हेर्छन् र हावा तालको सतहमाथि गीत गाइरहन्छ। तालको शान्त पानीमा नजिकैका हिम श्रृङ्खला छेपु, मुर्मी र कान्जिरो सजिलै देखिन्छन्। त्यो हिमाली छाया तालको गहिराईमा झल्किरहेको कुनै कविको कल्पनाभन्दा पनि बढी सुन्दर लाग्छ। चारैतिर हरियाली, घना वन, रातो गुराँस फुलिरहेको त्यो प्राकृतिक सन्तुलन र विविधता यस्तो लाग्छ मानौ सिङ्गो प्रकृतिले एकसाथ मुस्कुराएको हो। यहाँ न होटलको भिड, न सहरको आवाज, शान्त, मौन, निशब्द, जहाँ समय केही क्षणका लागि रोकिएर बसेको महसुस हुन्छ। त्यो मौनताभित्र एउटा संवाद हुन्छ प्रकृतिसँग, आफ्नै अन्तरात्मासँग। हाम्रो यात्रा सुरु भयो खप्तरको रमणीय वनबाट। त्यहाँको शान्त वातावरणको झल्को मनमा बोकेर हामी अघि बढ्यौँ, साफे बगर, मङ्गलसेन, रमारोसन, कालीकोट हुँदै मुगुतर्फ। सिन्जा उपत्यका पार गर्दा हाम्रो पाइला भाषाको इतिहासमा टेकिएको थियो। सिन्जा, जहाँबाट नेपाली भाषा सुरु भयो, हामीले त्यहाँको माटोमा संस्कृतिको सुगन्ध महसुस गर्यौँ। सडक साँघुरा थिए, बाटो लामो थियो, तर अनुहारमा हाँसो थियो सधैँ जसो। रारा पुग्दा साँझ परिसकेको थियो। बिहानीमा जब ताल देख्यौँ, त्यो पहिलो झल्को शब्दभन्दा पर थियो। त्यो मौनता, त्यो सौन्दर्य, हामी केही समय त केवल आँखा झिमिक्क नगरी हेर्दै बस्यौँ। हामीले तालको 40% भाग पैदल हिँड्यौँ, चुपचाप, कुनै आवाज बिना, केवल पाइला र हृदयको संवाद। बाँकी भाग घोडामा चढेर वरिपरि घुम्यौँ। घोडाको गति, तालको छेउको हावा अनि जङ्गलको सुस्केरा, त्यो अनौठो संयोजन सधैँ सम्झन लायक छ। त्यसपछि हामी डुङ्गामा चढ्यौँ। 1 घण्टा तालको मध्य भागमा शान्त जलमाथि बग्दै गर्दा चारैतिर हेऱ्यौँ। हिमाल, वन, गुराँस, पानी र हावा सबै एकैसाथ हामीसँगै थियो। यस्तो लाग्यो मानौ समय नै रोकिएको हो। यहाँका मानिसहरू सरल छन्, आफ्नो भाषामा बोल्छन्, नम्र मुस्कान दिन्छन्। हामी पर्यटक हौँ, तर यहाँ आउँदा लाग्छ हामी आफन्त नै थियौँ। यहाँको बासिन्दाको जीवन कष्टकर छ, तर अनुहारमा कुनै गुनासो छैन। त्यही सरलता, त्यही स्वाभाविकपन हामीलाई छोएर गयो। 3 दिनको बसाइ छोटो लाग्यो। पहिलो रात रारा इको रिसोर्टमा बस्यौँ, सजिलो प्राकृतिक परिवेशमा। दोस्रो रात भिलेज हेरिटेज रिसोर्टमा, जहाँ स्थानीय संस्कृतिसँग आत्मीयता थियो। राजा महेन्द्रले 2013 सालतिर यो तालको भ्रमण गरेका थिए। उनले लेखेका छन्, नेपालको मुटु रारा हो। यहाँ पुग्दा मलाई आफ्नै देश चिनिए जस्तो लाग्यो। त्यस यता धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनाहरूले राराको सौन्दर्य अनुभव गरेका छन्, तर हरेक आगन्तुकलाई रारा आफ्नो व्यक्तिगत यात्रा जस्तो लाग्छ। तेस्रो दिन बिहान हामी तालको छेउबाट बिस्तारै बिदा भयौँ। तालले हामीलाई कुनै शब्दमा रोकिएर भन्न नसकेको प्रेम दिएर बिदा गर्यो। हामीले धेरै फोटो खिच्यौँ, तर मनमा बस्ने त्यो अनुभूति तस्बिरले समेट्न सक्दैन। रारा केवल एक प्राकृतिक स्थल होइन, एक भावना हो। यो यात्रा केवल तालसम्म पुग्ने होइन, यो यात्रा आफैसँग नजिक हुनु यात्रा हो। यो यात्रा तपाईँलाई सुदूरपश्चिमको जीवन बुझाउँछ, जहाँ दुःख छ तर आशा पनि, जहाँ पहाडहरू अग्ला छन् तर मानिसहरूको मन झन् अग्लो। यहाँ आइपुग्दा लाग्छ शान्ति खोज्नु छ भने रारा नै गन्तव्य हो। राराबाट फर्किँदा हामी केवल फर्किएनौँ, हामी भित्र केही लिएर फर्कियौँ। सौन्दर्य, मौनता, आत्मीयता र सम्झना। तेस्रो दिन हामीले रारासँग बिदा माग्यौँ, तर त्यो बिदा सजिलो थिएन। हाम्रो खुट्टा अघि बढे पनि
मन भने तालमै अड्किएको थियो। हामी फर्क्यौँ तर रारा हाम्रो मनभित्र बस्यो। हामीसँग क्यामेरामा केही तस्बिर छन् तर मनमा गहिरो अनुभूति छ। रारा, तिमी गन्तव्य होइनौ, तिमी हाम्रो हृदयको एक अंश भयौ।